दाइ म खाना पस्किन्छु लिनु तपाईँ हात धोएर खाना पकाउनु त पहिला खाना पकाउनु रे अझ पकाइछि नि पकाइरहेको थियो पकाउनु त रिस गर्नेहरूले सफल हुन कहाँ दिन्छन् त एकछिन टिकटक चला त रिस जलेर यस्तो हुन्छ पेरिस कुकुर राम राम कस्तो बनाइछ न रङ्ग छ न ढङ्ग छ होइन तँलाई भगवान्ले किन बनायो होला के बिना रङ्ग ढङ्गको मान्छे कस्तो हुन्छ भनेर जाँचन चाहिएन राम्रोसँग मान्छेले फेरि पका आफूले पनि केही काम गर्नु मलाई मात्र नहराउनु बाटसम्मको मुद्दा लाग्दा फेरि अब फेरि काम गर्न दुख्ने नाटक गर्नु लागि त कहाँ कि बिन जाँकी रहेछ बिना जाँगर किरे यो घरमा म जतिको जाँगरको कोही छ अल्छी गर्नमा के बनाइछ यो बराबर भाग परोस् भनेर लिनु अनि तरकारी छैन ठिक भन्नुभयो तरकारी छैन बरु अचारको डब्बा ल्याइदिएको छु लिनु अचार राख्नु होला ओहो दाइ मैले तपाईँलाई थप खाना खाना सोध्नै बिर्सेछु थप खाना खाउँदै म यो पनि लैजान यत्रो भात उफ्रिहा त खै ए माझ न दुःखले लगेर माझ सबै उसो भए सबै अहिले यहीँ राख्छु भोलि शनिबार बिदा भइगयो पर्सि बाँच्छु साँझ खाना खाने यहीँनिर ए हो त फेरि उतापट्टि दिदीको वासिङ मेसिनमा हालिदिउँ त कपडा धुने मेसिन हो त्यो कपडा बेरेर हालिदिन्छु नि त घरमा आमा नहुँदा लास्टै दुःख पाइनु रहेछ बाबुलाई थप 3-4 जना आमा ल्याउनु भन्नुपर्छ क्या